हेलो एभ्रिवान, फाइनली मेरो कपडा प्याकिङ भइसकेको छ। म चाहिँ नेपालगञ्ज जाँदैछु मदर्स डे मनाउन। मम्मीलाई चाहिँ मैले सरप्राइज दिन खोजेको छु। मम्मीले बिहान कल गरेर आउने होइन भनेर भन्नुहुन्थ्यो। मैले चाहिँ विस मात्रै गरेँ, मम्मी म चाहिँ भ्याउँदिनँ है, म आउँदिनँ भनेर भने। तर मैले बाबा र दिदीलाई चाहिँ भनेको थिएँ म आउँदैछु, मम्मीलाई सरप्राइज दिन्छु ल भनेर भनेको थिएँ होइन। अनि त्यही भएर म चाहिँ 2 घन्टा डिले भयो कि, अनि त्यही पनि केही छैन या मम्मीलाई सरप्राइज दिने भनेर खुसी हुँदै म चाहिँ मजाले टिकटक बनाएर बसेँ होइन। अनि अरू त के दिन सकिन्थ्यो। मम्मीलाई चाहिँ 1 तोलाको एउटा सिम्पल कानमा चाहिँ रिङ दिन खोजेँ मैले चाहिँ चेनवाला। अनि मेरो मम्मीले चाहिँ पहिला मेरो के भन्छ बाबालाई नभनेर मलाई र बहिनीलाई काठमाडौँ पहिला पढ्न पठाउने बेलामा चाहिँ उहाँले कानको रिङ चाहिँ बेचेर हामीलाई पठाउनु भएको रहेछ है। त्यो कुरा चाहिँ पछि थाहा पाएँ। अनि मैले मम्मीलाई हजुरले किन लाउनुहुन्न मम्मी भन्दाखेरि अनि नै नलाउने ठुलोले गर्दा कान च्यात्यो, त्यही भएर सानो लाउँछु भनेर भन्नुभएको थियो। अनि त्यो पछि कुरा अब बुझ्दै गयो, ठुलो हुँदै गयो। जब सबै यथार्थ थाहा पाइसकेपछि मैले चाहिँ मम्मीलाई सरप्राइज दिनको लागि जब आफूले नै अलिअलि कमाउने भइसकेपछि मम्मीले जति त सायद मैले गर्न नसकुला, मम्मीलाई त मैले कहिले गुन्थिन सक्दिनँ मम्मी बाबालाई। तर पनि आफूले सक्दो छोरे आफूसँग भएको पैसा मैले जम्मा गरेर आफ्नो मेहनतको पैसा जम्मा गरेर मैले चाहिँ मम्मीले सिम्पल कानमा बनाइदिएँ। अनि मेरो ठुलो ल्याइदिनु भएको रहेछ कपडाहरू, मम्मीलाई बसुलाई बाबालाई ल्याइदिनु भएको रहेछ। अनि दिदी पनि खुसी हुनुभयो। अनि त्यसपछि मैले चाहिँ मेरो मम्मीहरूलाई अरू त मम्मीलाई चाहिँ रिङ ल्याइदिएँ, हजुरआमालाई सल ल्याइदिएँ, बाबालाई टी सर्ट ल्याइदिएँ होइन। त्यसपछि मम्मीलाई चाहिँ त्यो रिङ देखाइदिएको। मम्मी त सुनको हो कि होइन भनेर भन्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ सुनको ल्याइदिएको हो नि भनेर भनेँ होइन। अनि त्यसपछि त्यो दिएँ। अनि मम्मी चाहिँ एकछिन इमोसनल हुनुभयो, खुसी पनि हुनुभयो, खुसीको आँसु आयो भनेर भन्दै हुनुहुन्थ्यो मम्मीले। अनि मलाई किन ल्याइदिएको, लाउनु पर्दैन बुढेसकालमा किन ल्याइदिएको भनेर भन्दै हुनुहुन्थ्यो। अनि मैले केही पनि हुँदैन छोरीको चिन हो भनेर भने। अनि मम्मी त हाँसिराख्नु भएको थियो कि, अनि हाँस्दा हाँस्दै कतिसिर मम्मीको आँखामा आँसु नै आइदिएछ भने। अनि म त ल के भयो भनेर भनेको त। अनि हेर्दा हेर्दै ठुलो दिदी पनि रुनुभयो होइन, मम्मी पनि रुनुभयो, म पनि रोएँ। सबैजना एकछिन त घरमा त सबैजना रोइदिइरह्यो। अनि त्यसपछि साह्रै नराम्रो लाग्यो मलाई। अनि मम्मीलाई किन मन परेन र भनेर भने, खुसीको आँसु हो नानी भनेर भन्दै हुनुहुन्थ्यो। अब त्यस्तै हो कि बाबा मम्मीहरूले हामीलाई चाहिँ कति कुराहरू दिनुहुन्छ होइन, हामीलाई कति कुराहरू त्याग गर्नुहुन्छ। तर हामीले चाहिँ सानो सानो कुराहरू पनि हामीले धेरै त दिन सक्दैनौँ। यति सानो कुराहरू हामीले दियो भने पनि बाबा आमालाई कति ठुलो गुण लाग्छ कि। उहाँहरूले हामीलाई दिएको, हामीले चाहिँ त्यो गुण कहिले पनि हामीले सम्झिँदैनौँ होइन। हामी आफू बनाउनु गएपछि हामी त आफै ठुलो भएको, हामी त आफै यत्तिकै ठुलो भएको जस्तो गर्छौँ। तर बाबा मम्मीले कति दुःख गरेर हामीलाई उ गरिदिनु भएको हुन्छ, त्यो कुरा हामीले बिर्सिन्छौँ के पछि गएर। अनि त्यही भएर मलाई चाहिँ के लाग्छ, मैले सानैदेखि जब म काठमाडौँमा बसेँ, जब मैले भाइ बहिनीलाई काठमाडौँमा बसालेँ होइन, तब मैले आमा बुवाको जिम्मेवारी मैले निभाउनु पर्यो। भाइ बहिनीलाई मैले काठमाडौँमा राख्दाखेरि कस्तो हुँदो रहेछ त गार्जेन भएपछि भन्ने कुरा मैले त्यो फिल गरेको भएर। अनि म चाहिँ अहिले मेरो त उमेर पनि भइसकेर पनि होला है, म चाहिँ सबै कुरामा जान्ने भएको जस्तो लाग्छ अहिले त आफूले आफूलाई। अनि बिहे सेवा पनि मलाई त सोच आउँदैन, बिहे गरौँ जस्तो पनि लाग्दैन। म त पहिला भाइ बहिनीलाई सबैलाई सेटल गरौँ जस्तो सोच आउँछ। अहिले धेरै बुढी भयो, त्यही भएर पनि होला मोटाएर पनि जङ्गु भयो, कसैले पनि हेर्दैन भनेर कुरा गर्दै थिएँ है मजासँग। मम्मी त हेर्दा हेर्दै रोइदिरा मेरो छोरीले ल्याइदिएको भनेर भन्दै हुनुहुन्थ्यो। हेर्दा हेर्दै मम्मी त रोइदिला ल अनि कस्तो किन रोको भनेर मैले फेरि मम्मीलाई गाली गरेँ। अनि फेरि म पनि रोइदिएँ, फेरि कस्तो ड्रामा गरेँ जस्तो भइरह होला है। तर यो चाहिँ साँच्चीको आँसु है। फेरि हामी त्यस्तै हेर्न फ्यामिली लास्टै छिटो सानो सानो कुरामा पनि यति छिटो इमोसनल हुन्छ। हाम्रो त मन पनि यति सफा छ होइन, मेरो फ्यामिली एकदम के सबैजनाले है अब त्यो ब्रान्डेड कपडा लगाउने, मिठो मिठो खाने होइन है, थोरै थोरै भन्ने बाबा मम्मीले खुसी दिन सक्नुपर्छ। उहाँहरूले हामीलाई के गर्नुहुन्छ नि होइन, हामीले पनि थोरै थोरै खुसी बाबा मम्मीलाई दिउँ न। उहाँहरूले गर्दा हामीले यो संसार देख्न पाएको। हुन त दिनलाई मदर्स डे नै चाहिन्छ भन्नु छैन, हजुरहरूले जहिले दिँदा पनि हुन्छ, आफूसँग जहिले हुन्छ, जहिले दिँदा हुन्छ, मिठो मिठो वचन बोलिदिँदा हुन्छ, आफूले खान्छौँ उस्तै बाबा मम्मीलाई दिँदा हुन्छ होइन। तर पनि चाहिँ हामीले चाहिँ कहिले आफ्नो बाबा आफू चाहिँ संसारमा सबै कुरा चाहिँ किनेर पाउँछ होइन, बाबा मम्मी चाहिँ कहिले पनि पाउँदैन। बाबा आमालाई केही भयो भने त सक्यो त जिन्दगी, बाँचुन्जेल चाहिँ बरु खुसी चाहिँ दिनुपर्छ